साथी हो म चाहिँ भेज चाउमिन बनाउन जाँदैछु होइन अनि तपाईँको यो काँक्रा साक्रा चाहिँ काटेर आइसकेको छु अहिले भयो चाउमिनमा डेकोरेसन गर्नको लागि म चाहिँ काट्न सुरु गर्दैछु पहिला चाहिँ म सबभन्दा सानो चिजबाट सुरु गर्नुपर्छ लसुन काट्नु पऱ्यो कि बसेर टक्कै उठे गर्नुपर्छ लसुन काटेँ होइन त्यसपछि यो तपाईँको अदुवा हो अदुवा लसुन त्यसपछि यो खोर्सानी चाउमिनको लागि काटेर यहाँ राख्दै पनि गरौँ होइन त्यसपछि यो चाहिँ मेरो बाँकी रहेको प्याजको लागि काटेँ प्याज धेरै भने यो अलिकति सलादमा राखौँ न अनि कागजमा राखौँ त्यति मैले यति चाहिँ मैले सलादमा पनि राखिदिएँ प्याज धेरै छ प्याज यसलाई चाहिँ सेम प्याज पनि भयो रेडी चाउमिनको लागि है त अब साग काट्छु सागलाई हेर्नु यस्तो गर्ने त्यो खप्टिने होइन सजिलोको लागि चाउमिनको लागि सागलाई चाहिँ यसमा राखेँ चाउमिनको सब्जी अब मैले गाजर रेडी गरेको छु अब गाजरलाई पनि काट्छु गाजरलाई चाहिँ पहिला सुरु यति काटेर फालिदिने यस्तो गर्ने बाँकी रहेको 1 2 3 4 5 6 यो चाहिँ सलाद पनि राख्ने गरे खानालाई यस्तो काटिदिने होइन त त्यसपछि फेरि तपाईँको यस्तो काट्ने यो चाउमिनको लागि त सब्जी बनाउनु छ क्या मैले चाउमिनको लागि चाहिँ काटिसकेँ चाउमिनको लागि यो काटेँ साग काटेँ गाजर काटेँ त्यसपछि यहाँ यो बेसी भयो यो चाहिँ अब धेरै हाल्नु हुँदैन यो त मिठो हुँदैन यो चाहिँ अलरेडी काटेको तपाईँको ससेज छ होइन चिकन ससेज कुखुराको मासुको हो यो त्यसपछि यो साग अनि
त्यसपछि यो चाउमिन अनि त्यसपछि अन्डा हाल्दैछु 2टा अन्डा 2टा नि एउटा भए पुग्छ धेरै छ यो सामानहरू एउटा अन्डा हालेर बनाउँदैछु हेर्नु होला अब बनाएको देखाउँछु है त म चाहिँ अब बनाउन जाँदैछु होइन चाउमिन अलिक मिट बेसी हो यसमा सुरुमा तेल हालौँ तेल बेसी भएर फेरि चिल्लो बेसी हुन्छ मेरो चाहिँ अब यस्तो स्पेसल पनि छैन अब यहाँ खाउन्जेल खाने अनि हिँड्ने बेलामा यो मतलब पनि छैन छोड्ने हिँड्ने अब कहिले नेपाल जाने हो फुर्सद छैन बनाएर ज्याप्चो खाने हो अब स्पेसल पनि छैन होइन आफ्नो चाहिँ अब सामान पनि यतै छोड्ने हो हिँड्ने अर्को ठाउँमा जाने अर्को ठाउँमा बनाउने किन्ने सब भनेको पहिला अब यो अमेटो अन्डा बनाएँ होइन चाउमिनको लागि बन्द खास पोइन्ट छ मलाई यो यहाँ पाक्दै गर्छ एक साइडमा चाहिँ मैले प्याज हालिदिएँ होइन अहिले काटेको प्याज एक साइडमा खोर्सानी र अदुवा लसुन हालिदिएँ हेर्नु होला चाउमिनको लागि मिठो चाहिँ हुन्छ हुँदैन होइन सबै काम एकैचोटि गर्ने हो मेरो चाहिँ यो साइडमा यो पाक्दै गर्छ यहाँ फेरि ससेजै पनि एक साइडमा राखिदिने अब यही ससेज पनि रातो हुँदै गर्छ सबै काम एकैचोटि हुन्छ यो भएपछि होइन मेरो चाहिँ यता रोटी हाल्ने यतापट्टि चाहिँ यो भुटभाट गर्ने टोस्टोस गर्ने सबै हो तोरीबारी अन्डा पनि यहाँ पाक्दै गर्छ यतापट्टि यो अरू अलिक हिट अलि यता साइडमा बेसी लाउनुपर्छ किनभने यो साइडमा अलिक रातो बनाउनु पर्ने कुराहरू छ यो चाहिँ मेरो टेस्टिङ पाउडर हो हल्का हाल्ने रातो हुनुपर्छ सबै मसलाहरू होइन प्याज कुखुराको मासुको ससेज अन्डा त यहाँ पाक्दैछ चाउमिनको लागि आइटम यो बिस्तारै बिस्तारै यता पाक्दै गर्छ त्यसपछि यतापट्टि साइडमा चाहिँ यो गाजर पनि हालिदिउँ न मजाले पाक्दै गर्छ नि होइन सागको यो डाको डाक्दा चाहिँ अन्त साग पनि एकैचोटि हाल्ने हो गरमको सबै पोस्ने गर्छ फ्राई हुँदै गर्छ छिटो हुन्छ काम एकैचोटि यतापट्टि हुन्छ यतापट्टि हुन्छ त्यसको लागि हल्का नुन हालेपछि छिटो गर्छ सागको छिटो बन्छ होइन स्पेसल मसला छ मिक्स मसला यी मसला नै हल्का हालिदिउँ त्यसको लागि धेरै होइन थोरै त्यसको लागि मात्रै यति मात्रै हाल्नुपर्छ यो चाहिँ त्यसको लागि मात्रै धेरै हाल्यो भने यसको फेरि बर्बाद हुन्छ यो हो त्यसपछि यहाँ हुँदै गर्छ मेरो यो खोल्नै बाँकी छ खोलेको खोल्नु नयाँ हो टमेटो केचप कहाँबाट खोल्ने पनि छैन नहुँदा भएपछि गाह्रो छ खोल्न पनि खोलिदिएँ अहिले रेडी बनाएर राखौँ
यहाँ मेरो कालाहरू कन्डिसनले समात्ने हो यो स्पेसली पक्कै खोलेँ रेडी हो यता फेरि डढ्दैछ ताते छ क्या यो कमाउने त्यहाँ उ गर्नु थाल्यो होइन अलि यो फ्राई चाहिँ स्पेसल खालको भएको भए त मैले जाने अब यहाँ बस्ने बेला भाँडाकुँडा यहीँ गर्ने हो पकाउने हो खाने हो छोड्ने हो हिँड्ने हो त्यही भएर किन्ने होइन क्या यहाँ भाँडाकुँडा कहिले घर जाने हो थाहा छैन जहाँ पुग्छ त्यहाँ आगो पुग्छ त्यही हो गर्दैछ अब अर्को ठाउँ गयो भने यो भाँडाकुँडा यहीँ छोड्ने अर्को ठाउँ किन्ने यस्तै बनाउने खाइहाल्ने हो अब सब्जी चाहिँ लगभग रातो हुँदैछ मेरो होइन तयारी हुने अवस्थामा छ अब चाउमिनको सब्जी चाहिँ अलिक काट्नुपर्ने हुन्छ यो अन्डा साग सब मिक्स गरेर बनाएको छु होइन मजाले यो रातो भएपछि मिठो हुन्छ क्या टेस्ट आउँछ कि काँचैमा हाल्यो भने चाहिँ ठिक हुँदैन यसले फेरि फ्यासिलिटी छ नि त फेरि यसलाई अलिक पाक्ने भने यस्तो तरिकाले यस्तो देखिन्छ ल एकछिनमा पाक्छ यस्तो नराम्रो भए पनि मेरो सबै सामान चाहिँ छ खाना चाहिँ राम्रो बनाएर खान्छु होइन अब यो सबै आफ्नै हो यहीँ अब यो म जाने बेला यहीँ छोड्ने घर जाने बस अर्को ठाउँमा छोडे पनि यो यहीँ छोड्ने यो बोकेर हिँड्ने कुरो भएन त्यही भएर यहाँ भिआइपी चाहिएन पकाएर खाने बस पेट अगायो भइहाल्यो अर्का ठाउँमा के भिआइपी बनाएर राम्रो बनाएर चटाकचुटो बनाएर बस्ने कुरो भने जस्तो हुन्छ त्यस्तै खान्छ यस्तो ढाक्ने सुविधा पनि भएको थियो अरे तरकारीहरू मजाले पाक्छ नि त्यो पाकेपछि भरे चाउमिनको यो सागहरू काँचो बसेन तरकारीहरू काँचो बसेन स्पेसल चाउमिन यसमा अझ चना पनि हाल्यो भने दामी हुन्छ होइन चना छैन किन हाल्नु अब स्पेसल बन्छ स्पेसल चाउमिन त अनि के एकजना मान्छेलाई त तीनजना दुईजनाले जस्तो भर्छ यस्तो यो सागसब्जी नै यत्रो छ यहीँ यो मासुहरू अन्डा सन्डा हात धोक्यो सबै हो हातले खाने हो हाल्दै अब हात छ पानीमा हालेर आएको थियो यो त स्पेसली अलरेडी पाकेको रेडिमेड पाइन्छ यहाँ चाहिँ फिल्टर पानी धोएर तातो पानीमा धोएर राखेको मैले अघि ख्याल दिउँ हेर्नुहोस् अब यो चाउमिन राम्रो दिन आउँदैन स्पेस हो नुन हालेँ टेस्टिङ हालेँ अब सोया सस यो सोया सस है साथी सोया सस पनि धेरै हाल्नु कालो पनि कालो फेरि अगाडि जस्तो भइदिन्छ यो सोया सस अब यसमा टमेटो केचप हाल्दैछु टमेटो केचप हेर्नु होला मजाले ज्वाइँ बनाउनु पऱ्यो नि त होइन ल हेर्नुहोस् टमेटो केचप हालेर चाहिँ नुन सुन सबै मेरो रेडी भइसक्यो अब हल्लाउने भएको ठिक हुन्छ अब यस्तो छ यो मेरो हल्लाउनु भयो त मैले यो त फरक भयो हल्लाएर यो एकैछिनमा बनाइदिन्थेँ अब यो
होइन कि ड्राइफिन अब किनौँ भने कता किन जहाँ अब एकजना मान्छेलाई होइन घर हिँड्दा सबै छोडेर हिँड्नुपर्छ अब नेपाल भएको काममा चाहिँ आफ्नो घर यहाँदेखि अब कहाँ भाँडा बोकेर हिँड्नु मोल्नुपर्छ काँटाले पुरा ठ्याउरी लाउनु ठ्याउरी चाउमिन त्यस्तो बन्दैछ मेरो हेर्नुहोस् अलिअलि यस्तो झार्नु पर्छ क्या यस्तो टेस्ट आउँछ कि अलि यो गुम्सेर डोड जसले खरानी भइदिएर फेरि मेरो चाउमिन चाहिँ रेडी भयो खाना मात्रै भएको एकजना के यो दुई टाइम हुन्छ होला यसबाट है अन्डा ससेज साग ल साथीहरू रेडी भयो होइन मेरो चाउमिन चाहिँ यस्तै हो मैले पकाउनु चाहिँ होइन रातो भयो ससेज हो हेर्नुहोस् चाउमिन रेडी ल पकाएपछि स्पेसली खाएर पनि देखाउनु पर्यो होइन यो मेरो रेडी भइसकेको चाउमिन चाहिँ अब चाउमिन खाना जाँदैछु म चाहिँ होइन अब देखाएर भन्नु होला अब यो चाउमिन त्यसपछि यो अब जाडो खाएर चिसो त खानु पर्यो नि होइन गर्मी छ न यो चिल्लो न पत्ला अनि ओहो हातमा तेल लाएर खोल्दै नखोले भएछ यसलाई पनि यसलाई यहाँ ठुलो खालको चक्कुले काट्नुपर्छ क्या यहाँ हामी चक्कु त फेरि एक हातको तेल लगाएछ क्या तपाईँले त्यही भएर ठ्याक्क चिसो हालेर सर्लक्क चाहिँ खानुपर्छ चाउमिन चिसो पेप्सी हो एक ल्याएपछि मलाई 3 दिन पुग्छ यो 3-4 खाने कहिले खाने हो हेर्नु होला होइन यस्तो छ मेरो चाउमिन बनायो भने चाउमिन खान मन लागेर अब सुरु पनि गरौँ बनाएपछि खानु पनि पर्यो होइन हल्का कस्तो नुन कस्तो हो त्यस चढाउनु पर्छ अलिकति त्यो बाहिर देउतालाई त्यसै खानु हुँदैन अब सुरु गऱ्यो भने त खाएँ है मैले है त खाएँ है ओहो टेस्टी दामी भयो त यो काँको पनि जो जहाँ गएर पनि खाना पाइन्छ आफ्नो पेटलाई आफै बनाउने आफै खाने हो नि होइन
आज माघे सङ्क्रान्ति हो क्या सबैले ह्याप्पी माघे सङ्क्रान्ति होइन। तपाईँहरू फुराउला सुराउला खानुभयो होला, आफूले चाउमिन खायो। अब परदेशमा यस्तै हो अब। ल बाई बाई है त, राखिदियो अहिले है त।